यो दमाईको धारा हो, यो कामीको धारा हो र यो क्षेत्री बाहुनको धारा हो। दर्शकबिन सार्वजनिक ठाउँमा ती तीनवटा धारा छ अनि त्यही तीनवटा धारा पनि जातीय विभेद गरेर बनाइएको धारा छ। दर्शकबिन छुन मिल्छ कि नै? र मैले यो क्षेत्री बाहुनको धाराको पानी छोए। दर्शकबिन म एउटा दलित समुदायको मान्छे हो, तर मैले यहाँ आएर यो धारा छोए, मलाई केही पनि भएन, मेरो हात जलेन, म मरेन। दर्शकबिन हाम्रो छेउको पानी दिए खाइकन मर्छन् भने चाहिँ हामीले पानी तिमीलाई गलामा हाल्छौँ, खुवाउँछौँ। यदि मऱ्यो भने ठिक छ, हो मध्य रहेछ भनेर हामी छुँदैनौँ। होइन भने चाहिँ तिनको खुन, तिनको काटे खुने, हाम्रो काटे खुने, कि हाम्रो खुन र तिनको आङबाट दुध आउँछ भन्ने त छैन नि, सबैको खुनै छ। त किन यति परबार, किन यति भेदभाव गरेका छन्? दर्शकबिन यहाँको वडा अध्यक्ष कृष्णबहादुर शाहीलाई शाहीले मात्रै भोट दिएर वडा अध्यक्षको कुर्सीमा पुर्याएका होइन। दर्शकबिन यहाँको दलित समुदायले आफूले आफ्नो हातबाट भोट दिएर त्यो स्थानसम्म पुर्याएका हुन्, तर अहिले उनी कुर्सीमा पुगिसकेपछि यहाँको दलित समुदायको हात यो पानीमा पर्दा अछुत हुन्छ। दर्शकबिन जस्तै म धामी झाँक्री हुँ होइन, त्यतिखेर जतिखेर यी मर्न जान्छन् त्यतिखेर यिनलाई मेरो हातको पानी चल्ने। यो धारामा आइसक्यो भने हामीले छुवाछुत हरेर हामीले पर फाल्ने, यो के रहेछ? अनि त्यहाँ चाहिँ तीनवटा धारा के का लागि बनाएको अध्यक्षज्यू? धारा त अब एउटै धारा आउने भिड हुन्छ भनेर तीनटा धारा बनायो होला, त्यो बाहुनले चौहत्तरमा बनायो हो। मेरो धारामा नआ उता धारा जा, आफ्नो धारामा जा, मेरो धारामा किन आउँछस् भनेर भनिराख्छन्, बेला बेलामा भन्छन्, आएपछि भन्छन्। कसले भन्छन्? बानबारीले भन्छन्। दर्शकबिन नेपालको संविधान 2072 को धारा 24 र धारा 40 मा स्पष्ट लेखिएको छ कुनै पनि व्यक्तिलाई जाति विभेद गर्न पाइदैन भनेर स्पष्ट लेखिएको छ, तर त्यो कागजमा मात्रै छ। दर्शकबिन व्यवहारमा भने त्यो फिटिकै पनि लागू भएको छैन। दर्शकबिन यो दमाईको धारा, ऊ कामीको धारा, ऊ बाहुनको धारा भन्ने होइन। अनि कामी दमाईले चाहिँ कामीको धारामा चाहिँ बाहुनहरू आउन मिल्ने, अनि दमाई कामीले चाहिँ बाहुनको धारामा जान नमिल्ने, यहाँको चलन यस्तो छ। दमाईको त्यसपछि चाहिँ विश्वकर्माको उताको बाहुनको र यो पहिलाबाटै परिपरम चलिआएका धाराहरूमा यस्तो यस्तो छ। अब केटाकेटीलाई पनि समस्या त आउँछ यहाँ, किनभने पानी भर्दा यस्तो किसिमको हुन्छ, तर यो भएकै हो, यो नभएको कुरो होइन, यस्तो किसिमको रणनीति छ यहाँ। घरभित्र पस्दा तिमीलाई के हुने, अथवा कुकुर तिनको हडमा लाग्दा त्यो पानी छुइँदैन, तर हामी मानव भएर तिनको हडमा लाग्दा पनि तिनीहरू छुइने हुने कारणले त्यो विषयमा अलिकति अब यो कानुनै कमजोर भएर हो कि होइन, अब यो यहाँको मान्छेको चेतनै त्यतिको भएर हो कि त्यो विषयमा हामीले पनि अब यो धेरै सङ्घ संस्थाहरू, धेरै मिडियामा पनि यत्रो कुरा भइरहेछ, अझै पनि यो मान्छेहरूको चेतना अझै पनि फरक भएको छैन। दर्शक नमस्कार, म प्रज्वल चुनारा। खुल्ला इन्ट्री हेरेर बस्नुभएका सम्पूर्ण आदरणीय दर्शकहरूलाई म एकैसाथ हार्दिक स्वागत गर्न चाहन्छु। दर्शकबिन यति बेला म सुदूरपश्चिम प्रदेश कैलाली जिल्ला मोललाल गाउँपालिका वडा नम्बर 6 सोल्टा स्थित म यो 3 धारामा आएको छु। दर्शकबिन यो धारामा वर्षौंदेखि यहाँका दलित समुदायले जाति विभेद भोग्दै आएको भन्ने कुरा हामीले सुनिसकेपछि आज हामी वास्तविक फिल्ड भोटिङको लागि हाम्रो टिम यहाँ आएको छ। दर्शकबिन आज यसै सन्दर्भमा यहाँको खासमा के हो वास्तविक कुराकानी यहाँका स्थानीय जनतासँग र यहाँको जनप्रतिनिधिसँग पनि हामी यसै सन्दर्भमा कुराकानी गर्छौँ। दर्शकबिन मेरो नाम भने नेपाली र यो विगत अब यो 3वटा धारा छन्। यो पहिलो धारा चाहिँ दमाईको हो, त्यसपछि चाहिँ विश्वकर्माको उताको बाहुनको र यो पहिलाबाटै परिपरम चलिआएका धाराहरूमा यस्तो यस्तो छ। अब केटाकेटीलाई पनि समस्या त आउँछ यहाँ, किनभने पानी भर्दा यस्तो किसिमको हुन्छ, तर यो भएकै हो, यो नभएको कुरो होइन, यस्तो किसिमको रणनीति छ यहाँ। तपाईहरु त्यो धारामा जाँदा के हुन्छ? त्यो धारामा अलि हामीलाई अठबार हुन्छ, त्यहाँभित्र प्रवेश गर्न जाँदैन त्यहाँभित्र। तपाईँले यो विभेद कहिलेदेखि भोग्दै आउनु भएको छ? यो लगभग भइसक्यो, पहिलेबाटै हो यो विभेद, यहाँ अहिलेसम्म चलिरहेको छ। यो 21औं शताब्दीमा पनि अझ यस्तै छ, यो जाति विभेद भइरहेको छ। यहाँको स्थानीय सरकार, वडा सरकारले केही पनि यो रोकथाम गर्दैन? अहिले यस्तो रोकथाम केही गरेको छैन, अहिलेसम्म केही गरेको छैन। तर यो त सार्वजनिक ठाउँमा यसो गर्नु भनेको सार्वजनिक ठाउँमा 3-3वटा धारा छ, तीमाथि पनि जातीय हिसाबले विभेद गरिएको छ। यो दमाईको धारा हो, यो कामीको धारा हो र यो क्षेत्री बाहुनको धारा हो। दर्शकबिन सार्वजनिक ठाउँमा ती 3वटा धारा छ अनि त्यही 3वटा धारा पनि जातीय विभेद गरेर बनाइएको धारा छ। दर्शकबिन वर्षौंदेखि यहाँको स्थानीय दलित समुदायले जातीय विभेद भोग्दै आएका छन्। दर्शकबिन यो दमाईको धारा हो र मैले यो दमाईको धाराको यो पानी छोए र मैले यो पानी पिनु
मैले पानी खाएँ तर मलाई केही भएन र यो कामीको धारा हो र म यो धारामा पनि आएको छु यो धारामा पनि मैले यो पानी छोएँ यो मलाई केही फरक परेन र म यो धारामा जान मिल्छ कि मिल्दैन म यो धारामा जान मिल्छ कि नै यो धारामा जान मिल्छ पानी छुन मिल्छ कि नै र मैले यो छेत्री बाहुनको धाराको पानी छोएँ दर्शकबिन म एउटा दलित समुदायको मान्छे हो मैले यहाँ आएर यो धारा छोएँ मलाई केही पनि भएन मेरो हात जलेन म मरेन दर्शकबिन नेपालको संविधान 2072 को धारा 24 र धारा 40 मा स्पष्ट लेखिएको छ कुनै पनि व्यक्तिलाई जाति विभेद गर्न पाइदैन भनेर स्पष्ट लेखिएको छ तर त्यो कागजमा मात्रै छ दर्शकबिन व्यवहारमा भने त्यो फिटिकै पनि लागू भएको छैन दर्शकबिन यसै सन्दर्भमा हामीसँग कुराकानीको लागि 6 नम्बर वडाको दलित महिला वडा सदस्यज्यू पनि हुनुहुन्छ तपाईको नाम मेरो नाम जमुना देवी कामी तपाई 6 नम्बरको दलित महिला वडा सदस्य पनि हो र वर्षौंदेखि यो धारामा जाति विभेद भइरहेको छ तपाईले पनि स्पष्ट रूपमा देख्नु भएको छ तर चाहिँ अब यो रोकथामको लागि तपाईले के कस्तो पहल गर्नुभयो र तपाईले यहाँ के देख्नु भयो एउटा म के भन्न चाहन्छु जस्तै म धामी झाँक्री हुँ हैन त्यतिखेर जतिखेर यी मर्न जान्छन् त्यतिखेर यिनले मेरो हातको पानी चल्ले यो धारामा आइसक्यो भने हामीले छुवाछुत गरेर हामीले पर फाल्ने यो के रहेछ यो मैले नबुझ्ने जब मर्ने बेला त म चाहन्छु जब पछि यी सन्जो भइसक्यो भने मेरो शरीरमा सुई लाग्छ यो कस्तो रहेछ यो मैले भाबाट बुझ्न सकेको छु अनि तपाईको जुन तपाई त वडा सदस्य हो र तपाईले यो हटाउनको लागि जातीय छुवाछुत भेदभाव हटाउनको लागि पहल गर्नुभयो कि नै यो पहल गरेको छ फेरि पनि मानेको छैन पहल त गरिराखेको छ मानेको छैन हाम्रोलाई मान्छ त कोही जान्न यो जस्तो हामी पानी बर्छु केही गर्छु छुई छुई भन्छन् सबै छैन गन्दगी छ त्यो हामीहरू लागेपछि छुई हुन्छ तपाईको नाम मेरो नाम पूजा बिक हो म यतै बस्छु मलाई त्यति यताको बारेमा त्यति पनि थाहा छैन म भर्खर विवाह गरेर आयो यतातिर मलाई लाग्छ अब यस्तो के जब भगवानले छुट्याउन सक्दैन मान्छेलाई यस्तो छुट्याउनु पर्छ होइन यस्तो यो सानो जात यो ठुलो जात भन्छ तर चाहिँ मलाई पटक्क चाहिँ मलाई मन पर्दैन किनकि मान्छेको आफ्नो आफ्नो सोच हुन्छ के तर यता आयो पनि यो भन्छन् नछो पानी यता नगर उता नगर भन्छन् के त म त भनिदिन्छु किन खाएपछि उल्टी आउँछ र हाम्रो त केही आउनु बाहिरी बाहिरी जस्तो परदेशीको ठाउँमा जान्छन् आफूभन्दा सानो जातको घरमा पनि खानासाना खान्छन् हरेक चिज जब गाउँमा आउँदाखेरि एकदम छुइछात गर्छन् के त्यो चाहिँ राम्रो चाहिँ लाग्दैन अब यो सबैको सोच चाहिँ बदलिदिए एकदमै राम्रो हुन्थ्यो होला तपाईको नाम नमस्ते मेरो नाम शान्ति नेपाली तपाई यहाँ यो धारामा आउँदै गर्दा तपाईले जाति विभेद भोग्नु पर्यो कि नै अहिलेसम्म भोग्नु भएको छ कि नै भोगेछु के भन्छन् यहाँ आएपछि मेरो धारामा नुहा उता धारा जा आफ्नो धारामा जा मेरो धारामा किन आउँछस् भनेर भनिराख्छन् बेला बेलामा भन्छन् आएपछि भन्छन् को कसले भन्छन् यहाँ बानबारीले भन्छन् तपाईहरु यो धाराको मान्छे त्यहाँ गएपछि तिनीहरूले गाली गर्ने यो दुईटै धाराको मान्छे त्यहाँ गएपछि तिनीहरूले गाली गर्ने अब यो रोकथामको लागि सरकारले के गर्दा उचित होला भन्ने लाग्छ तपाईलाई सबैलाई मिलाएपछि राम्रो हुन्छ मतलब धारामा आउँदा ओल्लो धारा पल्लो धारा जान्दिनु पर्यो हामीहरूलाई पानी छुदा पनि केही नभन्नु पर्यो त्यही भन्न चाहन्छु दर्शकबिन यो यहाँबाट पानी बगिरहेको छ र उ त्यहाँबाट पनि पानी बगिरहेको छ यो सबै पानी एक आपसमा सँगै छ दर्शकबिन पानी सँगै छ तर खुट्टामा पानी लाग्दा केही नहुने तर यहाँका दलित समुदायले त्यो धाराको पानी छुँदा चाहिँ अछुत हुने यहाँको चाहिँ पहिलेदेखिको मान्यता पनि रहेको छ यसै सन्दर्भमा सर नमस्ते हजुर धन्यवाद सर हजुरको शुभ नाम मेरो नाम प्रकाश नेपाली हो मेरो घर चाहिँ यहाँभन्दा अलि 1 घन्टा माथि लाग्छ अजमेरै हो यहाँको जति अन्तमा धेरै जसो हामी जान्छौँ हामी पनि बाहिर धेरै जसो कार्यक्रममा जान्छौँ अनि त्यति छुवाछुत भएको देख्दैनौँ यहाँ पार्टी प्लेस हरेक ठाउँमा जाँदा पनि हाम्रा मान्छेले छुट्टै ठाउँको पाल बनाएर अलग बसालेका हुन्छन् र हामीले त्यहाँ निम्ता गरिएको हुन्छ सम्मान गरेको हुन्छ तर हामीलाई एक ठाउँमा बसाले आउँछ उनको भाषा हामीले जान्दैनन् अलग बसाल्छन् र त्यसभन्दा पछाडि 21औं शताब्दीमा जाँदै गर्दा पनि हामी कहाँ अझ पशुको व्यवहार तर कुकुर घरभित्र पस्दा तिनलाई के हुने अथवा कुकुर तिनको हडमा लाग्दा त्यो पानी छुइँदैन तर हामी मानव भएर तिनको हडमा लाग्दा पनि तिन छुइने हुने कारणले त्यो विषयमा अलिकति अब यो कानुनी कमजोर भएर हो कि होइन अब यो यहाँको मान्छेको चेतना त्यतिको भएर हो कि त्यो विषयमा हामीले पनि अब यो धेरै सङ्घ संस्थाहरू धेरै मिडियामा पनि यत्रो कुरा भइरहेछ अझै पनि यो मान्छेहरूको चेतना अझै पनि फरक भएको छैन त्यो विषयमा के हुन्छ होइन अब राज्यवादद्वारा यिनीहरूलाई कुनै अभियान जस्तो चलाएर हुन्छ कि कुनै पनि सचेतनामूलक कार्यक्रम गराएर हुन्छ कि अनि यो विषयमा सरकारले पनि ध्यान दिनुपर्छ र स्थानीय सरकारले पनि जो यहाँको यो रूढिवादी संस्कृति छाउपडी प्रथा छुवाछुत प्रथाले हरेक कुरामा अन्त्य गर्नुपर्छ भन्ने मेरो विचार लाग्छ तपाईँको नाम मेरो नाम घुमाने सुनारो छ
अब हामीलाई के छ भनेपछि गाह्रो अब जस्तो कि हामी अब हामी बिको भएको कारणले जस्तो कि हाम्रा 3 धारा छन् यहाँ 3 धारा भइसक्यो भने अब उपल्लो जातिकाले हाम्रो अब नेपालीको धारामा धुन पाउने अनि अर्को धारा हाम्रो धारामा फेरि अब नेपाली पनि त्यही जाने अनि हाम्रो बिको पनि त्यही जाने सबभन्दा भएको कुरा अनि अब यो सबै महिनावारी पनि सबैले आफ्नो धारामा जानु पर्यो भनेको छ मेरो सबभन्दा मेन त हेर्नुहोस् अब जस्तो कि यहाँ अब यो हाम्रो नेपालीको धारा छ नि नेपालीको धारामा अनि छाउपडी जतिले महिनावारी भएका मान्छेले यहीँ धुनुपर्ने अरे यहाँ यो नेपालीको धारा त्यो सुनारको धारा र त्यो छितेबाङको धारा भन्ने छ त्यो चाहिँ कसरी छुटाउनु भयो तपाईँहरूले अब कसरी छुट्यायो त हामीलाई थाहै छैन त कसरी छुटायो यो खै कसरी छुट्यायो अब त्यो बेगका गरेका छन् त पहिलेदेखि यहाँ पहिलाबाट गरिएको छ यहाँ दर्शकबिन यो 21औं शताब्दीमा पनि यस्तो जाति विभेद जन्य अपराध यहाँका ठालु क्षेत्री बाहुन बनाउँदाहरूले गरिरहेका छन् यसलाई कारबाही कसले गर्ने सरकारले गर्छ कि प्रहरी प्रशासनले गर्छ दर्शकबिन यति बेला हामीसँग चाहिँ इन्स्पेक्टर साहब पनि जोडिनु भएको छ आज हामी उहाँसँग पनि यस विषयमा थोरै कुराकानी गर्छौं इन्स्पेक्टर साहब नमस्कार हजुर म चाहिँ प्रज्वल चुनारा बोले सर खुला नजरबाट यति बेला म सोल्टामा छु सर यो सोल्टामा रहेको एउटा 3टा धारा रहेछ यहाँ हैन अनि यो 3वटा धारा फेरि एउटा धारा चाहिँ कामीको एउटा धारा दमाईको र अर्को धारा चाहिँ क्षेत्री बाहुनको भनेर यहाँ विभाजन गरिएको रहेछ हो खासमा यस्तो यो जाति विभेद जन्य अपराध गरेपछि चाहिँ खासमा के हुन्छ अब यसलाई तपाईहरुले कसरी हेर्नु भएको छ सब यो भर्खरै थाहा भयो हामीलाई पनि यो कुरा हजुर अहिले त रिपोर्टिङ पनि भएको छैन यो सम्बन्धमा थप गुनासोहरू पनि के आएको रहन्छ हजुर मैले यही प्रकार सही ठाउँसँग बुझ्दाखेरि अब यदि त्यस्तो रहेछ अनि कुनै डिबेट गर्ने नियतले अथवा डिबेट गर्ने काम भएको रहेछ भने अब थप हाम्रो त्यहाँ यो प्रकार सुरकारको सही ठाउँले बुझ्नुहुन्छ डिटेलमा यसको बारेमा डिटेल रिपोर्टिङ गरिसकेपछि के भएको रहेछ कसकोबाट भएको रहेछ त्यो बुझेर थप यसमा कारबाही प्रक्रिया अब थप यसमा अध्ययन गराउला छ अब अहिले भर्खरै हजुरले भन्नुभयो त्यसपछि हामीलाई यो कुरामा जानकारी आयो यो एउटा सूचना हो यो हामी भेरिफाई गर्छौँ सर वर्षौंदेखि यहाँका दलित समुदायहरूले चाहिँ यस्तो जाति विभेद भोगिरहेका रहेछन् र अब यस्ता जाति विभेद गरेपछि चाहिँ खासमा कस्तो खालको कारबाही हुन्छ होइन अब जातीय विभेद गरेर रहेछ भने त अब जातीय विभेद नियन्त्रण भन्ने छ एउटा हाम्रो जातीय विभेद सम्बन्धीको ऐन छ ऐन अनुसार कारबाही हुने अब कसले गरेको हो कुन हिसाबको त्यो चाहिँ बस्ती बुझ्नुपर्ने हुन्छ अब हामीले अब ठ्याक्कै नबुझिकन सबै कुरा मैले अहिले नदेखिकन अब त्यहाँको बस्ती के थाहा नबुझिकन अहिले सबै कुरा भन्ने सक्ने अवस्था भएन हजुरलाई हामी अपडेट गराउँछौँ यो विषयमा फलोअप गराउँछौँ म त्यहाँ तुरन्तै सही सादा पनि डिटेलमा बुझ्न भन्छु अनि थप अनि हजुरलाई बाहिर गराउन नि सर नमस्कार नमस्ते हजुरको शुभ नाम मेरो नाम चाहिँ बलबहादुर नेपाली अहिले हामीले यहाँ देख्यौँ हामीले रिपोर्टिङको क्रममा पनि देख्यौँ र तपाईँले पनि देख्नुभयो यहाँ यस्तो जाति विभेद धारामा पनि होइन एउटा पानी जस्तो पवित्र ठाउँमा पनि यस्तो जाति विभेद भएको छ अब तपाईँ के भन्न चाहनुहुन्छ यो खास नगर्नुपर्ने हो यो सार्वजनिक क्षेत्रमा जातीय छुवाछुत गर्ने मानवमा जातीय छुवाछुत गर्न दण्डनीय अपराध नै भन्छु म त होइन खासमा यो नगर्नुपर्ने हो गरिहाले तर त यहाँ म सचिवालयमै हुँदाखेरि पनि तपाईँहरू यहाँ आउनुभयो भन्ने सूचना पाएर आएँ तैपनि अब यो खास नगर्नुपर्ने हो गरे तर कानुन रूपमा अब केही मान्छेहरूको अब चेतना कमी भयो कानुनको विषयमा नबुझेर पनि मान्छेहरूले यो गरे हुन सक्छन् भन्ने हो अब म कहिलेकाहीँ आउँछु यहाँ पनि आए बेलामा अस्ति मात्र यहाँ नुहाउन आएको थिएँ म होइन नुहाउन आएपछि एउटा अध्यक्ष जस्तो एउटा दिदी हुनुहुन्थ्यो म ऊ त्यहाँ गेटमा आइदिँदाखेरि अहिले पुड्डो सर भनेर भन्नुभयो मलाई होइन पुड्डो सर भन्दाखेरि किन भन्नुभयो त भनेर भनेको न यो पानी छुइन्छ भन्नुभयो कि मलाई चस्की भयो ए त्यसो ठिक छ त भएर चाहिँ मैले त्यस्तो भन्नु नि दिदी यस्तो भन्नु अहिलेको जो कानुन रूपमा अपराध हुन्छ यस्तो कुरा गर्नु तपाईँ जतिको एजेन्ट मान्छे त्यो बुद्धिजीवी मान्छेले यो काम यस्तो कुरा गर्दाखेरि त यो राम्रो हुँदैन नि त होइन भएर भन्छु यो फेरि मलाई कस्तो लाग्छ यो सोल्टा मात्र नभएर देशैभरि मान्नु कि यो जातीय रूपमा चाहिँ यसको अन्त्य गर्नुपर्छ भन्ने जस्तो लाग्छ किनभने हिजो चाहिँ राणा शासनले चाहिँ जातीय होइन जातीय भेदभावलाई चाहिँ अन्त्य गर्न के अरे जातीय कामको आधारमा जात विभाजन गर्यो होइन कामको आधारमा जात विभाजन गरिसकेपछि राणा शासन ल्याएको त तपाईँको त्यो के भन्छ यो सती प्रथा त गइसक्यो त भने अनि सती प्रथा अन्त्य गर्न सक्ने अनि अहिलेको सरकारले पनि अनि यो जातीय छुवाछुत भन्ने राखिरहने भन्ने हुन्छ यो राणा शासनले अहिलेसम्म अन्त्य किन हुन सकेन त होइन यसलाई म सरकारलाई पनि ध्यान आकर्षण गर्न चाहन्छु हस् धन्यवाद दर्शकबिन यसै सन्दर्भमा हामीसँग कुराकानीको लागि यहाँको स्थानीय एकजना आमा हुनुहुन्छ आज हामी उहाँसँग पनि कुराकानी गर्छौँ आमा नमस्ते स्वागत छ धन्यवाद धन्यवाद हजुरको नाम मेरो नाम दिपा नेपाली
वडा नम्बर 6। तपाईँ यो धारामा जाँदै गर्दा वर्षौँदेखि यहाँका दलित समुदायलाई यहाँका विष्ट बाहुनहरूले जातीय विभेद गर्दै आएका छन् र तपाईँ त्यो धारामा जाँदै गर्दा तपाईँलाई जातीय विभेद भयो कि भएन? धेरै विवाद छ, धेरै विवाद। हामी यहाँ तल जातिले त्यहाँ धारमा जानै हुने गइसके त धेरै विवाद हुन लाग्यो। यहाँ साह्रै गाह्रो हुन लाग्यो। हामीलाई त पानी पनि नोकाइकन मर्छन् कि भन्न गर्न लाग्यो। यहाँका बामनहरू, विष्टहरू अनि ठकुरीहरू बेका छन्। विष्टले बामनले उता बाहिर सर भने हामी के पानी नखाइ मरिजाने हो त? अनि हामीलाई पनि त पानी प्यास लाग्छ, कपडा धुने मन लाग्छ, पानी पनि मन लाग्छ। साह्रै गाह्रो भनेको हामीलाई त सासै फेर्न दिनन् गाह्रो उहाँ धारामा गएपछि। हेर सबैले विष्ट बाहुनका धारामा गएपछि के हुन्छ? त्यहाँ गएपछि छुवाछुतको धेरै प्रभाव छ कि यहाँ धेरै भेदभाव छ। त्यो पानी छोएर तपाईँहरू त्यो पानी छोयो भने के हुन्छ? तपाईँहरू मर्नुहुन्छ कि उल्टी आउँछ, के हुन्छ? त्यही भन्न खोजेको छु मैले पनि। मैले छुन्छु अनि ती खाएपछि ती मर्छन् कि मर्दैनन् त्यति विचार गर्न खोजेको छु मैले पनि। खै तिनको त्यो पानी उल्टी हुन्छ कि पखाला लाग्छ कि पेट दुख्छ कि टाउको चड्कन्छ कि ड्याममा ढल्छन् कि त्यति मैले भन्न खोजेको छु कि। दर्शकबिन यसै सन्दर्भमा हामी यहाँको वडा अध्यक्षज्यूसँग पनि यस विषयमा हामी कुराकानी गर्दैछौँ। वडाज्यू नमस्कार। नमस्कार। म चाहिँ खुला नजर मल्टिमिडियाबाट पत्रकार प्रज्वल चुनारा बोल्दैछु सर। म चाहिँ यहाँ अहिले यो सोल्टाको पनेरी पसलको यो धारामा गएको थिएँ अनि त्यसपछि यहाँका स्थानीय जनताको अनुसार चाहिँ त्यो धारामा चाहिँ निकै पहिलादेखि नै जातीय विभेद भएको छ र 3टा धारा बनाएको छ। एउटा चाहिँ कामीको, एउटा दमाईको र अर्को चाहिँ छेत्री बाहुनको धारा बनाएको छ। त्यहाँ चाहिँ कामी दमाईलाई चाहिँ छेत्री बाहुनको धारामा जान नदिने र त्यहाँका यता आउन नदिने भन्ने जस्ता त्यो जातीय विभेद भएको छ भन्ने कुराहरू चाहिँ हामी समक्ष गर्नुभयो र हामी त्यहाँ गएर पनि रिपोर्टिङ गऱ्यौँ। अब त्यस सन्दर्भमा फेरि तपाईँसँग सम्पर्क गर्ने हामीले धेरै प्रयत्न गर्दा पनि हजुरसँग सम्पर्क हुन सकेन, हजुरको फोन उठेन। त्यही भएर चाहिँ यो विषयमा खासमा के हो भनेर तपाईँसँग बुझ्नको लागि फोन गरेको अध्यक्षज्यू। तपाईँले यो विषयमा केही पनि थाहा छैन? अहिलेसम्म तपाईँलाई यो विषयमा केही पनि जानकारी छैन है? तर चाहिँ वर्षौँदेखि नै यहाँका छेत्री बाहुनहरूले नै अनि यसरी दमाई अनि त दमाई यहाँ यो हाम्रो धारामा आउन पाउनुहोस्, तिमीहरू छोएको पानी हामीले खाँदैनौँ भनेर त्यसरी जातीय विभेद जङ्गिने अपराध पनि गरेको छ भन्ने यहाँका दलित समुदायले पनि हामीलाई भन्नुभयो। तर यो विषयमा तपाईँलाई केही पनि थाहा छैन भन्नुहुन्छ तपाईँ फेरि? त्यो बारेमा मलाई चाहिँ अहिलेसम्म कसैले त्यस्तो रिपोर्टिङ गरेको छैन है सर। अनि कुरा के हो भने हामी त एउटै मूलबाट आउने भन्ने अलग अलग धारा भयो भन्ने हो कि होइन भन्नुहोस् न। अनि त्यहाँ चाहिँ 3 धारा केका लागि बनाएको अध्यक्षज्यू? धारा त अब एउटै धारामा आउने भिड हुन्छ भनेर 3टा धारा बनायो होला। त्यो बाहुनले चौहत्तरमा बनायो होइन? त्यो बारेमा मलाई थाहा छैन। अब त्यो बुझ्नु पर्ला, त्यो बुझ्नु पर्ला भन्नुहुन्छ। तर चाहिँ कुरा गर्दाखेरि थाहा भयो होइन त्यो बारेमा भनेपछि अब यदि त्यो जाति विभेद गरेको रहेछन् भने तपाईँले के एक्सन गर्नुहुन्छ तपाईँले? होइन त्यो त गर्न मिलेन नि। अब यस्तो शताब्दीमा आएर जाति विभेद गर्ने त्यस्तो चाहिँ कहाँ हुन्छ त्यो? दोस्रो यहाँको वडा अध्यक्ष कृष्णबहादुर शाहीले मात्रै भोट दिएर वडा अध्यक्षको कुर्सीमा पुर्याएका होइन दर्शकबिन। यहाँको दलित समुदायले आफूले आफ्नो हातबाट भोट दिएर त्यो स्थानसम्म पुर्याएका हुन्। तर अहिले उनी कुर्सीमा पुगिसकेपछि यहाँको दलित समुदायको हात यो पानीमा पर्दा अछुत हुन्छ दर्शकबिन।